ड्युटी जाँदै गर्ने क्रममा बाटोमा चाहिँ टायर पङ्चर भएर यसरी बाटोमै बसिरहेको अवस्था छ। तर यो गाडी खोल्नको लागि, चक्का खोल्नको लागि, सामानहरू लिनलाई जाने योजना छ। तर हामी एक दुईवटा बाइकसँग चाहिँ लिफ्ट मागेको हो, तर दिएको छैनन्। अब माग्दैछौँ। कसले दिनुहुन्छ है साथीहरू, हेर्नुहोस्। अहिले दिनुभयो भने जाने हो, नत्र हिँड्दै जानुपर्छ होला। अटो पनि पाइँदैन अहिले हामी, किनभने नरपुरको यता बिचमा छौँ। यहाँ प्रायः जस्तो अटोहरू हिँड्दैन, बिहानको समय भएर पनि होला। अब एक दुईजनासँग हामी लिफ्ट माग्नेछौँ। यो चाहिँ ठुलो चक्का हो। ठुलो चक्का पङ्चर भयो भने चाहिँ एकदमै गाह्रो हुन्छ। यो खोल्नलाई सामानहरू चाहिँ यसमा गाडीमा राख्यो भने हराउँछ। त्यसैले घरमा राखेको हो, त्यो लिउन जानुपर्ने अवस्थाहरू छ। साथीहरू, हामी एक दुईजना साथीहरूसँगै लिफ्ट माग्ने छौँ। दिनुभयो भने ठिक छ, नदिए हिँड्दै जानुपर्छ। हिँड्दै गयो भने लगभग 1 घन्टा लाग्छ आउनु जानुमा। एउटै हुनुहुन्छ त्यहाँ, उहाँसँग लिफ्ट माग्छौँ है हामी। दिनुहुन्छ कि दिनुहुन्न अनि लिफ्ट माग्नु भयो भने चाहिँ। ल दाजु, कता जाने हो? हो र, ए ल ल जानुहोस्। हामी यता एकचोटि लिफ्ट मागेको ल होइन रहेछ। उहाँ चाहिँ बेलबास जाने हुनुहुन्छ अरे, यता यहीँबाट यता जाने हो। त्यही भएर अलि भाइ आउँदै हुनुहुन्छ, उहाँसँग पनि माग्दैछौँ है। त्यो भाइ हो कि दाइ हो? उहाँसँग पनि माग्दैछौँ। अब कहाँ जानु हुनु भाइ? बेलबास हो। ल हुन्छ, जानुहोस् जानुहोस्। उहाँ पनि बेलबास चाहिँ जानुहुन्छ अरे। खै ढाँट्नु भएको कि के हो थाहा भएन, हामीले लान इच्छा नगरेको। ल गाइजहरू, फाइनली एकजना दाइले चाहिँ लिफ्ट दिनुभयो। अब चाहिँ म घर गएर सामान लिएर आउने नै छु। उहाँ दाइले चाहिँ धेरै धन्यवाद, यसरी लिफ्ट दिनुभएको छ।